वेलकम टु ब्याक माई डिज रोशन थापा मगर स्केटर ब्लगमा। एज यु नो हामीले चाहिँ अस्ति वाटर गन पट्काइ थियौँ, त्यसमा बल्ल 201 भ्युज गइथ्यो। आज चाहिँ फेरि म मिलनचोक मासु लिन गइरहेको छु। अस्ति नैको भिडियो चाहिँ उहाँ क्यामेराको गल्तीले उहाँ बिग्रियो के। अरू त सन्चै छ ल। भोलि चाहिँ हाम्रो ज्यामो फेरि यो आइज कि आज मलाई सब कुकुरहरूले लखाच्छन् के अरे। यो कम्ताको छ, कुकुरलाई जिस्काउँछ अनि मेरो पछि लगाइदिएर मलाई यस्तो डुराउँछ यार। अब यसलाई लखाटौँ यहीँबाट, गर्छ अलि नआइज बरु, हेर्न नमानेको। ओए साथीहरू, आजको यो भिडियोमा चाहिँ मैले च्यालेन्ज खेलाउँछु है। आजको च्यालेन्ज चाहिँ के हुन्छ भन्दा, जसले मेरो यो रोशन थापा मगर स्केटरको च्यालेन्जमा के अरे रोशन थापा मगर स्केटरको ब्लगमा जसले सब्सक्राइब गरिन्छ त्यतिले के अरे जति कुसप हान्छ त्यति चोखो पाउनु पाउँछ नि ल। आजको बख्रा खोजौँ न त हामी। फेरि बख्रा भनेर पटिक चाहिँ नसोध्नु होला है। हाम्रो क्लासको कि 6 क्लासको। अल गुड। यो चाहिँ मेन पारसको लागि ब्लग हेरिदिनुहोस् पनि पक्कलाई गाइज। फेरि आयो हामी मिलनचोकको भ्यू टावरमा। हामी यहाँ छौँ, मिलनचोक त्यहाँ छ। आइयो तर गाइज हजुरहरूलाई थाहै छ मेरो उहाँ युट्युबमा 100 सब्सक्राइबर पुग्नलाई छ। बस कति छ अरे अहिले, बस 3 सब्सक्राइबर हान्दै हुन्छ है। जो नेपाली हुनुहुन्छ त्यहीले मात्रै। ल नेपालको जनसङ्ख्या कति रहेछ ल हेरौँ है यो भिडियोमा। आज पनि म उहाँ स्केट खेलेर आएको। फेरि उहाँ मलाई 12 बजेसम्म इन्चार्ज बस्न लाग्यो। 8 बजेदेखि गएको 12 बजेसम्म इन्चार्ज बस्न लाग्यो अरे। झन् त्यही माथि उहाँ केटीहरूले जिस्काइरहेको छन् कि कति ह्यान्डसम केटा भन्दै। त्यस्तो पनि छैन हौ म, नबुझ्नुहोस्। प्रायः पारसले यो भ्लग हेऱ्यो भने म नि आउँछु भने ल। यो पारसलाई सर्ट नोट है। हामी चाहिँ उहाँ सामुदायिकमा भर्ना हुन चाहिँ 8 कि 9 गते जाने अरे क्या। उहाँ बाबासँग एउटा सामुदायिकको के अरे मिसको नम्बर थियो अरे। त्यो मिस चाहिँ मेरो फुपू पर्नुहुन्छ क्या। त्यही भएर 9 कि 10 गते उहाँले बोलाउनुहुन्छ अरे। अनि बल्ल जाने अरे। सिनियर हेड मास्टर मिलन सर जस्तै। बुझ्न अब आफै। ओके। गाह्रो भयो कोदाली खन्नलाई, जान्छु म त लाहुरे बन्नलाई भन्दै अस्ति पट्टिकोमा गाउँदै यहाँ आइयो नि। कम दुखा पाइयो ट्युसन बङ्क हानेर। मैले त कति लौरो खाएँ भन्नै सक्ने यार। अझै नि दुख्छ। ल हामी फर्निचरमा आयौँ। अब भाइरल बोयको घरमा आउन बाँकी छ हामी। मेरो ब्लगको साइकलको भाइरल बोय। यो चाहिँ मनिषाको घर है। मनिषाको घर त उता, यो चाहिँ फर्निचर। ओहो निन्जा स्टोर यहाँ रहेछ। आज पनि म उहाँ अमितले लडेर जाने भनेको। अमितको पनि ब्लग सब्सक्राइब हान्दिनु होला है। के छ भन्दा नाम के अरे अमित मगर स्केटर छ क्या। अमित मगर स्केटर